We are going to see the हेलो Banakoti गाइज, Temple. नमस्ते सबैजनालाई। अब हामी चाहिँ सामुदायिक वन क्षेत्रभित्रको मन्दिर यानि प्राचीन कालको मन्दिरमा जाँदैछौँ। त्यो प्राचीन काल मन्दिरको नाम रहेको छ बावन्नकोटी मन्दिर। यस्तो बनाएको छ भित्र, यस्तो बनाएको छ। ल अब हामी यहाँभित्र सबै चिज हेर्नेछौँ आज गएर। पहिलाको भन्दा अहिले चाहिँ धेरै विकसित भएको छ यो ठाउँ र अहिले के अरे राम्रो बनाएको छ, गार्डनहरू हेर्ने लायक। अनि त्यसमाथि पनि छ नि, हामीले बुढापाकाको चलन अनुसार हामी यानि धर्मको आस्था गर्ने ठाउँ एउटा मन्दिर, पाठ पौवा यानि मन्दिर हामीलाई आस्था राख्ने ठाउँ हो र पहिलाको भन्दा धेरै चिजहरू फेरिएको छ।